फर्स्टमा स्टोरनटर और एसएनजेबी? स्टोरनटर, किनकि यस्तो हो, अब सिकाउने मान्छे कसले कोबाट पनि सिकिरहेछ भन्ने कुरा पनि फरक पर्छ नि त। अनि एसएनजेबी पनि खतरा हो, बवाल ट्यालेन्टेड यङ मान्छे हो, बवाल गीत प्रड्युस गरेको मान्छे हो। तर स्टोरनटर पर्सनल्ली पनि अब मैले त्यो लिनै पर्छ क्या, मेरो मोरालिटीले पनि त्यो भन्नै पर्छ। ठिक छ, नत्र अब नेक्स्टमा स्टोरनटर और रुथलेस? स्टोरनटर। स्टोरनटर और ओएमजी स्पार्क? स्टोरनटर। ओके, स्टोरनटर और ब्लूज? ब्लुजको मैले सुनेको छु ब्लुजको, तर एज अ प्रड्युसर एज एन आर्टिस्ट चाहिँ खतरा लाग्छ मलाई ब्लुजको। अब प्रोडक्सन चाहिँ मैले त्यस्तो ध्यान दिएर सुनेको छैन ब्लुजको। म एज एन आर्टिस्ट चाहिँ हेरिरहेको हो ब्लुजलाई। प्रड्युसर मात्र ट्र्याकहरू चाहिँ खासै त्यति नोटिस गरेको छैन मैले, त्यही भएर स्टोरनटरै हो। ओके, स्टोरनटर और रोलर एक्स? अब यसमा चाहिँ रोलर एक्सलाई भन्नै पर्छ मैले, किनकि अब यस्तो हो, ऊ जस अब काम गर्दाखेरि कतिवटा सेन्टिमेन्टहरू अब अरू मान्छेहरूसँग बुझ्दैन नि त, भर्खर चिनेको जानेको। अब उसलाई चाहिँ ठ्याक्कै थाहा हुन्थ्यो क्या, अब उसलाई यो ठाउँमा चाहिँ यो चाहिएको टाइपको, जुन चाहिँ अब अरूहरूले हतपत बुझ्दैन क्या त्यो कुरा। अब यो अनि त्यो लेभल त्यो कुराले चाहिँ रोलर एक्स। ओके, भनेपछि रोलर एक्स और नोइस्ट? रोलर एक्स। अब नोइस्ट भयो भने खतरा हो होइन, त्यो अब थाहा छ सबैलाई, काम गरेर हो। अब तिमीहरूलाई पनि थाहा छ हाम्रो अब के छ भनेर, सायद यो एन्सर सब तँलाई थाहा होला यो मैले के भन्छ भनेर। अब अडियन्सलाई थाहा हुँदैन, त्यही भएर रोलर एक्स। अब लास्ट छ, रोलर एक्स और नेस्टी? रोलर एक्स। नेस्टीसँग त अहिले त केही छैन त्यस्तो तपाईँको? त्यही मैले अघि सुरुमा जुन कुरा भने नि त्यही कुरा हो क्या। अब कम्पिटेटिभ लिइसकेको छ, अब त्यो कम्पिटिसनमा कहिलेसम्म इङ्गेज हुने होइन, अब डाइरेक्टली कहिलेसम्म हुने, अनि एज अ होल सिन कसरी इङ्गेज हुने भन्ने कुरा हो क्या। अब होल सिन त त्यो कम्पिटिसन उसलाई माने नमाने, उसको पर्सनल के छ बुझ्दा नबुझ्दा नि त्यो एउटै ठाउँमा भएपछि कम्पिटिसन हुने क्या त्यो मान्छे होइन, चाहे जोसुकै होस्। अनि त्यो हिसाबले हुन्छ, आउँछ। अब त्यो के भन्ने, अब त्यो गेमै त्यो हो होइन। अब एकअर्कालाई जस्तो लागेको थियो म चाहिँ, तर हो कि होइन चाहिँ भयो, तर आउनु चाहिँ आज जस्तो लागेको थियो मलाई चाहिँ अस्ति। आउँछ, त्यो आउनै पर्छ जस्तो लाग्छ मलाई, किनकि मलाई नि भनिरहेको छ, मलाई थाहा छ। हजुर होइन, अब डाइरेक्टली नभने नि इन्डाइरेक्टली भनिरह होला होइन। त्यो भन्छ क्या, त्यो मान्छेलाई चित्त नबुझेपछि काहीँ न काहीँ एक लाइन हान्ला, तर हान्न चाहिँ हान्छ क्या। त्यो अब हानै छैन मैले यस्तो गर्ने भने त्यो हावा जस्तो लाग्छ मलाई चाहिँ। हाने हुन्छ क्या त्यो। ठिक छ, अब फुटबलमा रोनाल्डो भइहाल्यो, प्रड्युसरमा हाम्रो रोलर दाई। ठिक छ, अब यो गेम पनि सक्यो,